अहिले हङकङमा चाहिँ हङकङ 6 भन्ने चाहिँ टुर्नामेन्ट चलिरहेको छ भने नेपालको पर्फर्मेन्स चाहिँ एकदमै नराम्रो भएको छ। ल्याक अफ गेम अवेरनेस भन्ने कुरा चाहिँ नेपालीहरू प्लेयरहरूमा चाहिँ सिनियरदेखि अब अहिले पनि टिममा चाहिँ सिनियर प्लेयरहरू पनि छन् होला। यतिसम्मको गेम अवेरनेस भन्दाखेरि नेपालको रुट जुन हामीले ओडिआई स्टाटस के अरे टेस्ट स्टाटस भन्छौँ नि त्यो चाहिँ धेरै टाढा छ क्या। कस्तो एउटा बेसिक क्रिकेटको जुन बेसिक क्रिकेट कस्तो छ भन्ने कुरा खेल्न नसक्ने मान्छेहरू हुनुहुन्छ, प्लेयरहरू हुनुहुन्छ। ल्याक अफ गेम अवेरनेस यो खासै इम्पोर्टेन्ट टुर्नामेन्ट त होइन, तर चाहिँ मैले प्लेयरको इन्टेन्टमा चाहिँ जुन प्रब्लम देख्दाखेरि गेम अवेरनेस नदेख्दाखेरि सिनियर अहिले टोलीमा पनि त्यही प्रब्लम छ। गेम कसरी चलिरहेको छ, कसरी चल्ने भन्ने कुराहरू हुन्छ नि। जस्तो कि आउने अहिले हङकङ 6मा चाहिँ आउने हान्ने त हो, अगाडिको 2 ओभर राम्रो खेलिसकेपछि चाहिँ पछाडिकाले कन्टिन्यू जान सक्नु पर्ने हो नि त। सबै आउने हान्ने भनेपछि त अनि छिटै अलाउड हुने। अनि बलिङमा चाहिँ जुन तरिकाको फिल्ड अथवा चाहिँ ल स्लोअर बल फाल्न पर्छ भन्ने छ, स्लटमा फालिरहेका छन् के। जस्तो कि यो प्रब्लमहरू चाहिँ छ जुन कि हामीले आशा गरेको खेलाडीबाट चाहिँ नर्मल एकदम बेसिक क्रिकेट खेले पनि हुन्छ, जित हार त भइहाल्छ, तर बेसिक क्रिकेट खेल्न पर्ने, गेम अवेरनेस हुन पर्ने हो। अहिलेको चाहिँ लगातार 3टा गेम चाहिँ नेपालले हारेको छ, अनि अफगानिस्तानसँग, साउथ अफ्रिकासँग, श्रीलङ्कासँग। अनि पर्फर्मेन्स चाहिँ नराम्रै छ भनौँ न। सन्दीप जोहरा बाहेक चाहिँ नेपालले चाहिँ राम्रो पर्फर्मेन्स गर्न सकेको छैन। खासै इम्पोर्टेन्ट त छैन यो गेम, तैपनि एउटा हुन्छ नि गेम अवेरनेस, कसरी गेमलाई चाहिँ कसरी अगाडि लाने भन्ने कुराहरू नदेख्दाखेरि चाहिँ साह्रै पीडा हुन्छ। किन भन्दा हामीले आशा गरेका खेलाडीहरूबाट चाहिँ बेसिक क्रिकेट खेल्न सक्नुपर्छ। अनि ठिकै छ, यो हङकङ 6मा चाहिँ हान्ने मात्रै काम हो, अनि जे होस् राम्रो पर्फर्मेन्स गरे हुन्थ्यो भन्ने थियो। तर गेम अवेरनेस नभएको कारणले, गेम सिचुएसन एडप्ट गर्न नसकेको कारणले नै हाम्रो हारिरहेको गेम। इन्डिभिजुअल्ली चाहिँ ठिकै छ, सन्दीप जोहरा बाहेक त छैन, तर चाहिँ ठिकै छ। अनि यो कुरामा चाहिँ ध्यान दिनुपर्ने देखिन्छ नेपाली खेलाडीहरूले।